हेलो गाइज, नमस्ते, गुड मर्निङ, शुभ बिहानी, शुभ प्रभात। स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा। सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हामी यतिखेर अछामको भासुतिर छौँ। म अछामको भासु यानि कि गाद्धेको भिर। म गाद्धेको भिरको बिहानको एउटा रमाइलो दृश्य म यहाँहरूलाई देखाउन गइरहेको छु। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला, अन्तिमसम्म हेरिदिनु होला। हामी यतिखेर अछाम जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर 1 देखि सदरमुकामसम्मको यात्रामा छौँ। पहाडको बाटो, पहाडको यात्रा यस्तै छ। हेर्नुहोस्, हाम्रोतिरको रोड पनि अलि यस्तै छ। यहाँ कुनै पनि नेताको ध्यान गएको छैन। अब हाम्रो यो बाटो पिच हुन सकेको छैन। अब यो दैनिक रूपमा 10औं गाडी चल्ने रोड हो। एउटा सदरमुकामसँग जोडिएको रोड हो। यो रोड पिच हुनु पर्ने हो, तर अहिलेसम्म पिच भइसकेको छैन। र यहाँ अलि चौडा गर्नुपर्ने, त्यो पनि भइरहेको छैन। र यो चाहिँ अछामको भासु, यो अछामको भासु भन्न चाहन्छु म। हाम्रो यानि कि गाद्धे खोला, गाद्धेको भिर भन्ने एउटा अप्ठ्यारो भिर, यहाँ पनि एउटा अप्ठ्यारो भिर छ। यो भिर यहाँहरू देख्न सक्नुहुन्छ। यो भिरको बिचमा एउटा बाटो बनाएको छ। यहाँ एकदमै डेन्जर भिर छ। हामी यतिखेर सदरमुकामको यात्रामा छौँ। यो एकदम चिसो मौसम छ, बिहानको चिसो। हाम्रो दैनिकी अप डाउन गर्ने बाटो हो। यो बाटो अहिले एउटा ट्र्याकको रूपमा मात्रै सञ्चालन भएको छ। यो बाटो अझै व्यवस्थित हुन सकेको छैन। हेर्नुहोस्, यो चाहिँ यो अछामको भासु। यस्तो एकदमै भिरको बिचमा, एकदम पखानको बिचमा बाटो बनाएको छ। तल पनि एकदमै डेन्जर छ। भयो ल गुरु, हेर्नुहोस्, यो चाहिँ मिनी भासु, अछामको मिनी भासु। यस्तो एकदमै डेन्जर ठाउँमा बनाएको रोड छ। हेर्नुहोस्, यस्तो जोखिम बाटो छ, जोखिमपूर्ण।